जापानिज सिक्दै हुनुहुन्छ भने जान्नै पर्ने शब्दहरू। विद्यार्थी भनेको गाकुसेई। विद्यार्थीलाई चाहिँ जापानिजमा गाकुसेई भन्छ। गाकुसेई विद्यार्थी। शिक्षक भनेको सेन्सेई। शिक्षक भनेको शिक्षक। समय भनेको जिखान समय। पिउने कुरा भन्नुपर्दा चाहिँ नोमिमोनो भनेको पिउने कुरा। खानु भनेको ताबेमास खानु। पिउनु भनेको नोमिमास। छ भन्नुपर्दा आरिमास। आमा भन्नुपर्दा हाहा। आमालाई चाहिँ हाहा। पैसा भनेको ओकाने। पैसा। फुललाई चाहिँ हाना। फुल भनेको हाना फुल। कागजलाई चाहिँ खामी। फोन गर्छु भन्नुपर्दा चाहिँ खाकेमास। सिक्छु भन्नुपर्दा नाराइमास। पठाउँछु अथवा सिकाउँछु भन्नुपर्दा ओसिएमास। सापट्टि लिन्छु भन्नुपर्दा खारिमास। सापट्टि दिन्छु भन्नुपर्दा खासीमास। पाउँछु भन्नुपर्दा मोराइमास। दिन्छु भन्नुपर्दा आगेमास। पठाउँछु भन्नुपर्दा ओकुरिमास। पठाउँछु। काट्छु भन्नुपर्दा किरिमास। किरिमास। गर्मीलाई चाहिँ आचुई भन्छ। गर्मीलाई चाहिँ आचुई। पुरानोलाई चाहिँ फुरोई। सानोलाई चाहिँ चिस्साई। सानो भनेको चिस्साई सानो। ठुलोलाई चाहिँ ओइकी भनेको ठुलो। रक्सीलाई चाहिँ ओसाके भनेको रक्सी ओसाके। साथीलाई चाहिँ तोमोदाची भनेको साथी। सुत्छुलाई चाहिँ नेमास भनेको सुत्छु नेमास। उड्छुलाई चाहिँ ओकिमास। उड्छु भन्नुपर्दा ओकिमास। झोला भनेको खावान भनेको झोला। हेर्नुलाई चाहिँ मिमास भनेको हेर्नु मिमास। सुन्छु भन्नुपर्दा किकिमास। सुन्चुलाई किकिमास। पढ्छु भन्नुपर्दा योमिमास। पढ्छु भन्नुपर्दा योमिमास पढ्छु। लेख्छु भन्नुपर्दा खाकिमास। लेख्छु। गोहान भनेको खाना। गोहान भनेको खाना। निकु भनेको मासुलाई चाहिँ निकु भन्छ। मासु। माछालाई चाहिँ साकाना भनेको माछा साकाना माछा।
फलफुल फलफुललाई चाहिँ कुदामुनो भनेको फलफुल। शिन्सेचु भनेको दयालुलाई चाहिँ शिन्सेचु भन्छ। ताचिमास भनेको उभिन्छु ताचिमास। सुवारीमास भनेको बस्छु बस्छु। चुकुरीमास भनेको बनाउँछु, केही बनाउनु पर्दा चुकुरीमास बनाउँछु। सिरिमास भनेको थाहा हुनु सिरिमास भनेको थाहा हुनु। माजु भनेको सर्वप्रथम माजु भनेको सर्वप्रथम। चुगिनी भनेको अर्को। किनगाक्कु भनेको पैसाको राशि। खाकुनिन भनेको पुष्टिकरण। बोतान भनेको बटन। युकीमाचुरी भनेको हिउँको चाड। जापानिज सिक्दै हुनुहुन्छ भने जान्नै पर्ने शब्दहरू। विद्यार्थी भनेको गाक्कुसेई। विद्यार्थीलाई चाहिँ जापानिजमा गाक्कुसेई भन्छ। विद्यार्थी। शिक्षक भनेको सेन्सेई। सेन्सेई भनेको शिक्षक। समय भनेको जिखान समय। पिउने कुरा भन्नुपर्दा चाहिँ नोमिमोनो भनेको पिउने कुरा। खानु भनेको ताबेमास खानु। पिउनु भनेको नोमिमास नोमिमास। छ भन्नुपर्दा आरिमास आमा भन्नुपर्दा हाहा आमालाई चाहिँ हाहा। पैसा भनेको ओकाने पैसा। फुललाई चाहिँ हाना फुल भनेको हाना फुल। कागजलाई चाहिँ खामी। फोन गर्छु भन्नुपर्दा चाहिँ खाकेमास। सिक्छु भन्नुपर्दा नाराइमास। पठाउँछु अथवा सिकाउँछु भन्नुपर्दा ओसिएमास। सापट्टि लिन्छु भन्नुपर्दा खारिमास। सापट्टि दिन्छु भन्नुपर्दा खासीमास। पाउँछु भन्नुपर्दा मोराइमास। दिन्छु भन्नुपर्दा आगेमास। दिन्छु भन्नुपर्दा आगेमास। पठाउँछु भन्नुपर्दा ओकुरिमास पठाउँछु। काट्छु भन्नुपर्दा किरिमास। किरिमास। गर्मीलाई चाहिँ आचुई भन्छ। गर्मीलाई चाहिँ आचुई। पुरानोलाई चाहिँ फुरोई। सानोलाई चाहिँ चिस्साई। सानो भनेको चिस्साई सानो। ठुलोलाई चाहिँ ओइकी भनेको ठुलो।
रक्सी रक्सीलाई चाहिँ ओसाके ओसाके भनेको रक्सी ओसाके। साथी साथीलाई चाहिँ तोमोदाची तोमोदाची भनेको साथी। सुत्छु सुत्छुलाई चाहिँ नेमास नेमास भनेको सुत्छु नेमास। उड्छु उड्छुलाई चाहिँ ओकिमास ओकिमास उड्छु भन्नुपर्दा ओकिमास। झोला झोला भनेको खावान खावान भनेको झोला। हेर्नु हेर्नुलाई चाहिँ मिमास मिमास भनेको हेर्नु मिमास। सुन्छु सुन्छु भन्नुपर्दा किकिमास सुन्छु सुन्छुलाई किकिमास। पढ्छु पढ्छु भन्नुपर्दा योमिमास पढ्छु पढ्छु भन्नुपर्दा योमिमास पढ्छु। लेख्छु लेख्छु भन्नुपर्दा खाकिमास लेख्छु खाकिमास लेख्छु। गोहान गोहान भनेको खाना गोहान गोहान भनेको खाना। निकु निकु भनेको मासु मासुलाई चाहिँ निकु भन्छ निकु मासु। माछा माछालाई चाहिँ साकाना साकाना भनेको माछा साकाना माछा। फलफुल फलफुललाई चाहिँ खुदामुनो खुदामुनो भनेको फलफुल। सिन्सेचु सिन्सेचु भनेको दयालु दयालुलाई चाहिँ सिन्सेचु भन्छ। ताचिमास ताचिमास भनेको उभिन्छु ताचिमास भनेको उभिन्छु ताचिमास। सुवारीमास सुवारीमास भनेको बस्छु सुवारीमास बस्छु। चुकुरीमास चुकुरीमास भनेको बनाउँछु केही बनाउनु पर्दा चुकुरीमास बनाउँछु। सिरिमास सिरिमास भनेको थाहा हुनु सिरिमास सिरिमास भनेको थाहा हुनु। माजु माजु भनेको सर्वप्रथम माजु माजु भनेको सर्वप्रथम। चुगिनी चुगिनी भनेको अर्को चुगिनी अर्को। किनगाक्कु किनगाक्कु भनेको पैसाको राशि किनगाक्कु भनेको पैसाको राशि। खाकुनिन खाकुनिन भनेको पुष्टिकरण खाकुनिन पुष्टिकरण। बोतान बोतान भनेको बटन बोतान भनेको बटन। युकी माचुरी भनेको हिउँको चाड हिउँको चाड।